आहा कति राम्रो जिल्ला दैलेख। ए साँच्चै दैलेखमा त अहिले यो ग्यास खानी निस्क्यो रे हैन? ग्यास खानी हो। हाम्रो देश सुन्दर छ। यो देशमा ग्यास खानी, फलाम खानी, चुन खानी, हिरा खानी, तर नेता जति सबै गु खानी के गर्नु? अनि डाक्टर साहब हजुर तपाईँ घर कहाँ? मेरो यी लेले 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 पनि त साह्रै सुन्दर ठाउँ हो नि। हाम्रो देश त्यसै राम्रो त्यसै सुन्दर, त्यसमाथि अझ सुन्दर लेले। तर के गर्नु, जनता जति सबै पार्टी र नेताको झोले। अनि हजुरको नाम? मेरो नाम मुला साग असाई। मुलाको साग असाई? त्यही भएर नेपाल प्रहरी संगठन बिग्रिनु कारणै यही रहेछ। हेर्नुहोस्, मुलाको साग असाई, रायोको साग डिएसपी, तोरीको साग डिआइजी, लत्रेको साग एआइजी। यो सागै सागको संगठन भएर हो कि क्या हो? नेपालको कानुन पनि लत्रक लुत्रुक्क भएको। अनि तपाईँको परिचय चाहिँ? मेरो चाहिँ हजुर डाक्टर जोगिन्दर एमएस। एमएस? एमएस कहाँ पढ्नु भयो? मैले इन्डियाको जवाहरलाल भारु विश्वविद्यालयबाट डक्टरी गरेको। भारु होइन, जवाहरलाल नेहरू होला क्या? हत्तेरिका, नेपालमा भए पो नेहरू, भारतमा भएपछि त भारु भएन। कुरा गर्नुहुन्छ। अनि डाक्टर साहब यो एमबिबिएस त थाहा थियो, एमएस को अर्थ के? एमएस भनेको महिला स्पेशलिस्ट डाक्टर। ए डाक्टर भोलारिजाल जस्तै। मेरो फोन आयो, फोन फोन फोन। ए फोन आएन, तपाईँको कान बजा होला। कहाँ आछ फोन? खै साइलेन्टमा छ, साइलेन्टमा छ क्या हजुर? ल्यान्डलाइन फोन साइलेन्टमा राख्न मिल्छ? ल ल्यान्डलाइन फोन साइलेन्टमा राख्न मिल्छ त भन्नुहुन्छ, किन मिल्दैन? नेपालमा पावर र पैसा छ भने कानुनलाई त साइलेन्टमा राख्न मिल्छ। अनि यो ल्यान्डलाइन फोन साइलेन्टमा राख्न मिल्दैन? कुरा गर्नुहुन्छ हजुर। पहिला फोन उठाउनु दिनुहोस्। हेलो, नमस्कार नमस्कार। बुझेँ, मैले नै तपाईँको उपचार गरेको हो त। मैले उपचार गरेर दबाई लेखिदिएको, दिनको 500 को दबाई खाँदा पनि फाइदा भएन रे। त्यसो भए आजबाट यसो गर्नुहोस्, 500 को ठाउँमा 300 को दबाई खानुहोस्, 200 रुपियाँ फाइदा हुन्छ तपाईँको। के भन्ने? के हेट हाम्रो क्लिनिकमा आउनुहोस् न हजुर, ओपिडी को टिकट काटेर आउनुहोस्, तपाईँलाई सबै फोनबाट जानकारी दिने। के हुन्छ रे? चिया चिया खाँदा आँखा घोच्यो रे। ए त्यसो भए यसो गर्नुहोस्, अबदेखि चिया खाँदा त्यो गिलासमा चिनी घोलेको चम्चा निकालेर खानुहोस्, कहिले पनि आँखा घोच्दै घोच्दैन। ल ल ल, मेरो क्लिनिक कहाँ छ? मेरो क्लिनिक छ इलेक्ट्रिक मार्केटमा। इलेक्ट्रिक मार्केट, इलेक्ट्रिक मार्केट भने कहाँ रे? बिजुली बजार भनेको यार। तपाईँ इलेक्ट्रिक मार्केटमा आउनलाई अनामनगर नो नेम सिटी हुँदै आउनुहोस्। नो नेम सिटी भनेको अनामनगर। अनामनगरबाट राइट लाग्नुभयो भने ल्यान्ड्स प्यालेस आउँछ। ल्यान्ड्स प्यालेस भनेको के रे? सिंहदरबार भनेको हजुर, सिंहदरबार। त्यता तपाईँ जाँदै नजानुहोस्। सिंहदरबारतिर त खालि लुटेरा, ठग, जनता, ठग मारा मान्छे बसेको हुन्छ हजुर। तपाईँ त्यता नजानुहोस्, तपाईँ सोझै पूर्व आउनुहोस्। पूर्व आएपछि हाम्रो क्लिनिक भेटिन्छ हजुर। ल छिटो आउनुहोस्, छिटो। के गर्ने हजुर, अब डक्टरी मान्छे अलिकति अङ्ग्रेजी बोल्नै पर्यो। अङ्ग्रेजी नबोल्दाखेरि पेसेन्टहरूले नक्कली डाक्टर भन्छन्, अङ्ग्रेजी बोल्यो भने बुझ्दैनन्। के हो डाक्टर साहब तपाईँ त? हजुर, बिरामीलाई त फोनबाटै फ्रीमै उपचार गरिदिनु हुँदो रहेछ। यो क्लिनिकमा फ्रीमा उपचार हुन्छ हो? फ्रीमा उपचार? फ्रीमा